डन होइन यिनीहरू हामीले कसले के गरेछ हामीले कसैले दुई शब्द नमिठो बोलेको छ कि हामी त सबैको सेवा गरेर सबैलाई सत्कार गरेर सबैलाई सहयोग गरेर भक्तपुर जस्तो एमालेको जरो मुसो डबा ठाउँमा अल्गोरिदमले जिताएर हामीले बिरामी बगडामा भेटी मान्छे विद्याठाँ गई शुभकामना दिदी कतिको सेवा गरेर विकास गरेर के गरेर चुनाव जित्यो होइन अनि हामी जस्ता मान्छेको पछि लागेर यिनीहरूले आफ्नो राजनीति बनाउने त्यो सम्भव म देख्दिनँ भनेको यो जित चाहिँ अल्गोरिदमको राजसभाको झन्डै 2/3 त्यो त भनेको छन् नि त मैले मात्र भनेर नेपालका एकदम प्रकाण्ड विद्वानहरूले भन्छ नि त 3टा ए भनेको छ नि त अल्गोरिदम अर्को ए स्क्वायर बुझेकै छ तपाईँहरूले होइन यो समय धेरै रहँदैन यस्ता खालका अस्थायी जनमत धेरै समय मलाई लाग्छ यो 1 महिनाको दौरानमै पनि उहाँहरूको जनमत धेरै घटे जस्तो लाग्छ देश विदेशमा तपाईहरुले चाहिँ नि आत्मालोचना गर्ने ठाउँ छैन जनता अझै पनि अब एमाले भन्ने बित्तिकै नाक खुम्चाउँछन् के विषयमा आत्मालोचना गर्ने भन्नु नि त ठोस विषय यो चाहिँ तपाईँहरूको कमजोरी हो त्यहाँ चाहिँ आत्मालोचना गर्ने भन्नु नि त जनताको मुद्दा बोक्न नजानेर जनताको हितमा काम गर्न सक्नु हाम्रो एकजना चाहिँ धार्मिक मान्छे थिए व्रत बस्ने उनी के भन्छ नजानेर काहीँ कतै जमिनमा किरा कुल्च्यापे माफ पाउँ भने ती चामल भात चढाएर खान्थे नजानेर एमाले काहीँ कतै कमजोरी गल्ती गरेर छ भने माफी माग्छौँ हामी गल्ती स्वीकार्छौँ दिया भए राम्रो